तिमीलाई त कहाँ फुल दिने हो त मैले केरा पो दिने हो त केरा के बोले भाइ मलाई त फुल डेमा त केरा पो दिने हुन्छ लाजे बेगार यसले त केरा पो दिने हुन्छ लाजे बेगार यसले त के बोले यो केरा भनेको के बुझ्दै हो तिमीले चाहिँ मैले त अघि तिमीलाई रोज डेमा फुल नदिए पनि यो चिनी केरा पो दिन्छु भनेको त यो चिनी केरा पो दिन्छु भनेको त के छ थाहा बोले तो चलिए शुरू करते हैं। हेलो साथीहरू गुड आफ्टरनुन सबैजना साथीहरूलाई अनि आज चाहिँ के डे भनेर के डे हो भन्ने कुरा हजुरहरूलाई थाहा छँदैछ अनि आज चाहिँ रोस्ट डे हो नि त रोस्ट डेमा चाहिँ यताले फुल दिनुपर्छ भनेर तल भागिरहेछ क्या होइन तपाईँहरूले चाहिँ कोलाई रोस्ट डेमा के दिइसक्नु भइसक्यो होइन तर चेतन के दिइसक्नु भयो रोस्ट डेमा तपाईँहरूले चाहिँ तपाईँहरूको साथीहरूलाई होइन तर मलाई चाहिँ चेतनले फुल मैले भिकारी त्यस्तै भनेको है भिकारी मैले त्यसै भनेको होइन योसँग आएर मैले यस्तो दुःख पाएको छु कि होइन एउटा फुलहरू दिनु सक्दैन हौ रोस्ट डेमा आज यहाँ आएर बसिरहेछ दिनुपर्छ भनेर हौ आम्मामामा के हो पारा हौ आम्मामा के हो पारा फुल दिनुपर्छ भनेर हो कि क्या हो अनुहार त देखाउँछ र त आम्मामामा के हो पारा खाली खुट्टै धसिङ्गारे फसिङ्गारे भएर बसेको छ बिहानभरि सुत्यो सुत्नेको खुट्टा यस्तो हुन्छ सुत्नेको खुट्टा त्यस्तो हुन्छ तिमीले हिजो खुट्टा नदिई सुतेको होइन त नि अनि के फुल दिनुपर्छ भनेर भागेको तिमी चाहिँ मलाई कहाँ तिमी थोत्रीलाई फुल दिने हो त फुल त नयाँ नयाँलाई पो दिने हो त अब म पुरानो भएको त्यसो भए तिमी त पुरानो भएको ओइ त लास लाग्दैन यो सम्पूर्ण साथीहरूले हेर्नुहुन्छ भिडियो अनि तँलाई लास लाग्दैन केरा दिन्छु भनेर अरू सबै साथीहरूले आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डलाई फुल दिइरहेछ तिमीले चाहिँ किन मलाई नदिएको यहाँ आएर दिनुपर्छ भनेर यस्तो हालतमा होइन बसिरहेछ ल के भएको त्यति तिमीले दिन सक्दैनौ अहिले कति दिन्छु अहिले थोत्री भएर चम्किन्छ तिम्रो त उमेर गयो त बैसो गयो त तिमीलाई दिने होइन क्या मैले फुल भनेको तिमी जस्तो थोत्री भनेको चाहिँ के थोत्री भनेको चाहिँ के चाहिँ अन्त थोत्री भनेको बुढी माउ भइसकेको अन्त 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 अहिले फेरि म त लात्तीले दिन्छु अन्त के को अन्त तिमी जस्तोलाई म फुल दिन्छु नयाँ नयाँलाई दिने हो फुल कुरा गर्छ ए म थोत्री पाएँ भनेपछि तिमी थोत्री नि म त अर्को नयाँलाई खोजेर दिन्छु नि फुलमा रोज डेमा भ्यालेन्टाइन डे किस डे हक डे सबै म नयाँसँग थोत्रीहरू आएर मेरो अगाडि हिरो नि पल्टिन्छ यार सुरुमा चाहिँ बिहे नगर्दाखेरि चाहिँ कस्तो थियो लु भन राम्रै थियो होला नि त्यो बेला अब थोत्री भयो त सक्यो नि अब के गर्नु त किन अब थोत्री बारीको पाटा पुग्नुको लागि मलाई फेरि थोत्री भन्दैछौ बारीको पाटामा पुऱ्यायो भने झन् अर्को खोज्ने हो कसो अरे तैँले के गर्नु खोजेको अनि कसो अरे केरा खुवाइदिन्छु म के अरे अहिले केरा खुवाइदिन्छु नि अहिले फेरि बोल त लाज लाग्दैन तिमीसँग त म त राम्रोसँग बोलेको त आज रोस्ट डे हो रोस्ट दिन सक्दैनौ मलाई त्यति थोत्री भइसकेको त केरा मात्रै दिने हो के भन्दैछ फेरि के भन्दैछ फेरि छालै पिन्छु कस्तो हुँदो रहेछ जति नै गर्न तँलाई त म त थोत्री भइसकेपछि त दिने भनेकै केरा मात्रै हो यत्रो पिल्साइ पनि खानु है के बोला बोल्न चाहिँ के बोल्या समाज छ यहाँ यत्रो हेर्नु हुने साथीहरू हुनुहुन्छ के गरा त्यो हात के बनाएको फेरि बनाउँदा बुक्केको फुल कहाँ दिन्छु तिमीलाई भनेको नि बुक्के यस्तो हुँदैन कस्तो खालको कुरा हुन्छ मैले बुक्केकै फुल मागेको छु त सुकै कुरा गर तिमीलाई त म त केरा मात्रै दिने हो फेरि त्यही बोल्दैछ के बोले केरा त दिन्छु भनेको छु नि चिनी केरा फेरि लाग्दैन चिनी केरा त दिन्छु भनेको छु नि तिमीलाई मैले के बोलेको यहाँ यत्रो समाज हुनुहुन्छ है यहाँ दर्शक पनि साथीहरूले हेर्नुहुन्छ यो भिडियो तिमीले के बोलेको थियो
जे बोले राम्रो बोले चिनी केरा दिन्छु भनेको फुल कस्तो दिन्न भाइ तिमीलाई अलिकति लाज लाग्दैन चिनी केरा दिनु के को लाज कस्तो चिनी केरा कस्तो हातले लागो गर्छौ अनि किन त त्यसो भनेको मैले केरा त दिन्छु भनिरहेको छु नि तिमीलाई के बुझ्दैछौ कस्तो खालको केरा दिन्छौ कस्तो खालको केरा चिनी केरा नि लु देऊ त लु देऊ आँट छ भने देऊ त क्यामेरा उता लैजाऊ न अबुई के बोलेको क्यामेराको अगाडि चिनी केरा देखाउन अलिक गाह्रो हुँदैन त कोलामा चाहिँ के चिज हुन्छ र त्यस्तो क्यामेरामा देखाउनु लाज हुन्छ हँ घिउ केरा महँगो हुन्छ कस्तो कुरा तिमीले चाहिँ के केरा ल ल ल ल भन त ल के कति साह्रो मरिहत्ते गरेको हेर्नका लागि लु देखाउन त इ यो केरा भनेको के बुझ्दैौ तिमीले चाहिँ कुरा गर्छ मैले त अघि तिमीलाई रोस्ट डेमा फुल नदिए पनि यो चिनी केरा पो दिन्छु भनेको त के बुझ्यौ तिमीले ल भन त कुरा गर्छ चिनी केरा दिन्छु भनेको के नै दिन्छ जस्तो गर्छ यार अब फेरि दिन्छु अरे फेरि एक्लै एक्लै खाँदैछ त यहाँ बसाइ पनि त्यस्तै रोस्ट डेमा फुल त दिनु सकेन कोला दिन्छु भन तर पनि झिको नि आफै खायो कस्तो खालको तिमी कस्तो खालको मान्छे चाहिँ रहेछौ क्या यहाँ सुन मलाई दिन्छु भनेर भन्यौ तर तिमी आफै खायौ त के भएको यहाँ सुन अमला केरा बनाना मलाई केरा बनाना बनाना भने थाहा छैन के हुन्छ केरा काट्न मचेला नि फेरि केरा खायो भने गर्भवती हुन्छ कसले भनेको अमला खाएर 60 वर्षको बुढोले अनि गर्भवती बनायो एउटाको युवतीलाई त्यस्तै हुन्छ भन्नु खोजेँ मैले